अब अमेरिकाका जजहरूलाई पनि पत्याउन अलिक गाह्रो हुने स्थिति आइसकेको छ। अब जजले दिएको अर्डर चाहिँ यस्तो खालको एउटा आयो कि कन्ट्रोभर्सल टपिक छ यो चाहिँ। तपाईहरुलाई यस्तो खालको कन्टेन्टहरु मन पर्छ नि मलाई दुईजना एस्ट्रोनटको यस्तो मनसुने कथा सुनाउन गइरहेको छु। एकजना एस्ट्रोनट त बिचारा हिँड्न पनि नसक्ने भएर संसार फर्केकी छिन्। यो कसरी पोसिबल भयो यो पुरै भिडियो हेर्नुहोस् र मलाई अमेरिकामा चाहिँ कस्ता कस्ता खतरा खतरा गुण्डाहरू चाहिँ बसेका रहेछन् यो भिडियोमा हेर्नु होला है त। अहिले चाहिँ अमेरिकाले लगभग 200 जना भन्दा धेर चाहिँ यी ग्याङ मेम्बरहरूलाई चाहिँ एल साल्भाडोरको जेलमा लगेको। 2024 को ट्याक्स रिटर्नमा चाहिँ तपाईको पैसा त्यति आएन। अब 2025 को ट्याक्स फाइल गर्दा चाहिँ कसरी पैसा धेर ल्याउन सक्छु भन्दै हुनुहुन्छ भने चाहिँ तपाईले अहिलेदेखि नै प्लान गर्न सक्नुहुनेछ। म चाहिँ धेरै जसो एकजना नानी हुने, दुईजना नानी हुने जति पनि प्यारेन्ट्सहरू हुनुहुन्छ तपाईहरुले चाहिँ अर्न इन्कम क्रेडिटको लागि क्वालिफाई हुन सक्नुहुनेछ। तर यसको स्थिति चाहिँ के छ भने इन्कम लिमिट हुन्छ यसमा चाहिँ। जस्तै अब एकजना नानी हुने भुटानलाई पिसफुल कन्ट्री भन्नेहरूलाई पनि अर्को के छ भने अमेरिकाले चाहिँ अर्को कुरो के जानिरहेको रहेछ भने भुटानमा चाहिँ जुन खालको पोलिटिकल प्रिजनर्स अब मतलब यहाँनिर धेरैजनाले पोहोर पनि नारा भुटानलाई चाहिँ किन रेड लिस्टमा हालेछ त भनेर टिकटकमा धेरैजनाले अहिले यो प्रश्न चाहिँ गरिरहनु भएको छ। मैले चाहिँ उत्तर लिएर आएको छु है त। तपाईहरुलाई यस्तो खालको कन्टेन्ट मन पर्छ भने चाहिँ मलाई फलो गर्नु होला। अहिले चाहिँ नेपालीहरू जुन अमेरिकामा बसिरहेका छन् स्पेशली डेमोक्रेट पार्टीमा फलोवर्स छन् भने चाहिँ यिनीहरूले चाहिँ के गर्दैछन् भने डर देखाउने क्रम यिनीहरूको एक प्रकारको जारी भइरहेको छ। ट्रम्पले चाहिँ मतलब आइस लगाए। बाइडेनको पालीमा चाहिँ नेपाली र भुटानीलाई भनेर मैले सेलेक्ट गरेको थियो दुईटा देशलाई। नेपाली र भुटानीलाई चाहिँ टोटलमा 183 जनालाई चाहिँ आइसले पक्रेको रहेछ। अब त्यतिखेर कसैले किन हल्ला गरे? अमेरिकाको आइसले चाहिँ अहिलेसम्म 32,000 जना भन्दा धेर इलिगल इमिग्रेन्टलाई पक्रेको छ। यो चाहिँ डोनाल्ड ट्रम्पको फर्स्ट 50 डेमा चाहिँ के भएछ भन्ने खालको कुरो मैले यहाँ अपडेट लिएर आएको छु। र यो डिपार्टमेन्टमा 35 जना चाहिँ नेपालीहरू पनि परेका छन् जुन चाहिँ अनडकुमेन्टेड अमेरिकामा आएर काम गरेको पक्राउमा परेर 35 जना चाहिँ उनीहरूलाई पनि डिपोर्ट गरिसकेको छ नेपालमा। अब त्यसमा अझै एउटा अर्को अपडेट पनि के भ्लाडिमिर पुटिनले पनि अहिले नयाँ खबर के पठाएका छन् भने उलाई पनि युक्रेन र रसियाको जुन पिस डिल अथवा सिज फायर छ त्यो चाहिँ उलाई लङ्गर टर्म चाहिन्छ भनेर उले भनेका छन्। अस्ति चाहिँ जेलेन्स्की डोनाल्ड ट्रम्पले चाहिँ खुल्लासँगले हिजो टेस्लाको एडभर्टाइज गरिदिएका छन् अमेरिकाभरि। किनभने अमेरिकामा बनिएको गाडी, अमेरिकन टेक्नोलोजी, अमेरिकन इनोभेसनलाई चाहिँ डोनाल्ड ट्रम्पले हिजो एक प्रकार कोभिड-19 पेन्डेमिकको बेलामा चाहिँ जसले अनइम्प्लोइमेन्ट क्लेम गरेर खाएको थियो आज चाहिँ हाउस अफ रिप्रेजेन्टेटिभले एउटा बिल पास गरेको छ जुन चाहिँ बाइपार्टिसन बिल छ। डेमोक्रेटले पनि र रिपब्लिकनले पनि यसमा भोट गरेका छन्। युक्रेन र रसियाको लडाईँ चाहिँ अब चाँडै नै खत्तम हुन्छ जस्तो छ है त। डोनाल्ड ट्रम्पले जुन पिस डिल ल्याउँछु भनेका थिए युक्रेन र रसियामा र जेलेन्स्की चाहिँ लडाईँको लागि अस्ति फन्डिङ माग्न भनेर अमेरिका आएका थिए।